Oh my god. हेलो एभ्रिवान। यो फोटो भिडियो चाहिँ हाम्रो कुकुली बधाइनीको पास्नीको दिनको आयो हो है। हिजो 21 गते हामी 7 वटा दिदीबहिनीको एक्ली बधाइनीले हिजोबाट माम खाएकी छिन्। अब त्यो पानीले गर्दिनु चुठाइदिनु अब उ त्यहाँ पानी हेर्नु त पानीले चुठाइदिनु यसो त्यो पुस्दिया जस्तो चम्टाले पुस्दिनु ठ्याक्क हामीले खुवाउने बेला चाहिँ नानीलाई निन्द्रा लागेर झगडा गर्न थालेको थिएँ। नत्र त ज्ञानी भएर मानेको थिएँ। आमा यता हेर्नु तपाईँ उता हेरेर त्यहाँ बस्ने मान्छे फोटो यो फोटोहरू चाहिँ पहिला सुरुमा हामीले मन्दिर लग्दाखेरिको भुटनदेवी मन्दिर जाँदाखेरिको फोटो हो कि। सुरुमा बधाइनीलाई अब ढोकाउन लानु पर्यो नि त। अनि हामी दिदी बहिनी अनि भाइ बुहारी बधाइनी अनि दाइ गएको थियौँ कि हामी। अनि यो चाहिँ घरमा ल्याएपछि आम खुवाएपछिको फोटोहरू कति राम्रो राम्रो आएको छ हेर्नु न। हाम्रो सबै फ्यामिलीहरू हुनुहुन्छ उहाँहरू। मेरो चाहिँ कस्तो घाँटी बस्ला बस्ला जस्तो आएको कि त्यही भएर भोइस पनि कस्तो अर्कै आइरहेछ। बुझ्न त बुझिएको छ। ल हेर्नुहोस् कस्तो राम्रो देखेको। एकदम रमाइलो भयो। एक त हाम्रो फ्यामिली नै ठुलो छौँ अनि त झनै रमाइलो हुने भइहाल्यो। हामी सबैले नानीलाई माम खुवाएपछिको यो फोटो सोटो खिच्ने ओर्ने सबै भिडियो सिडियो बनाउने ओर्ने हामीले गरेको हो कि। पहिल्यैदेखि चलिआएको है। यत्रो सानोमा माम खुवाउनु पर्नेले कस्तो अचम्म कि न यत्रो सानो बच्चाले खानु है। अब जे भयो नि चलनहरू त मान्नु परिहाल्यो होइन। यसैमा रमाइलो पनि छ फेरि। भिडियो लामो भएपछि त के बोल्ने जस्तो हुँदो रहेछ कि। अनि मैले चाहिँ सबैजनाको फोटोहरू खिच्दै यसमा कैद गरेर राखेको छु। लगभग सबैजनाको फोटोहरू आएको छ। अनि एकदम रमाइलो आएको थियो कि। जे होस् फोटो चाहिँ खिच्नुपर्छ है। सबै त्यो बेलाको क्षणहरू याद गर्न मिल्छ नि त। पछिसम्म नि हेर्न मिल्यो नि त। अनि त्यही फोटोमा हेरेर रमाउने हो कि। त्यही भएर फोटो खिच्न चाहिँ अल्छी गर्नु हुँदैन है। साँच्ची मैले के भन्नु थालेँ, यो चाहिँ हामीले सबैजना मिलेर डेकोरेसन गरेको कस्तो राम्रो छ। हजुरहरूलाई पनि कस्तो लाग्यो भन्नु होला। यो चाहिँ पास्नीको दिनको खानेकुराहरू हेर्नुहोस् त। हेर्दाखेरि कति मिठो। पुलाउ, मिक्स तरकारी अनि मोही दही
टमाटरको अचार, पनिर अनि यो चाहिँ सबैजना फ्यामिलीहरूको मैले अलिअलि क्लिप खिच्दै देखाएको के यतिखेरसम्म नि पुरा घाम लागेर है गर्मी भइरहेको थियो पसिना पनि आइरहेको थियो एकछिनमा त ओहो हुरी बतास पानी आएर त्यसपछि त के चाहिएर भाग छोरीलाई त झन्डै उडाएको दाइले नसमात्यो भए त एक त रमाइलो छेड भयो ल यति भन्न आएको हजुरहरूलाई कस्तो लाग्यो बाई बाई